सक्नुहुन्छ होइन भ्यू चाहिँ बबाल छ क्या यहाँको देख्न सक्नुहुन्छ होइन भ्यू चाहिँ छ क्या यहाँ यो डाँडा हो यो डाँडामा गएपछि अलि राम्रो देखिन्छ होला जस्तो लाग्छ र उतादेखि त बसहरू केही आएन हेर्नु त कैछ केही आएन वहाँदेखि आउनुपर्छ बस बेनीदेखि हो यो अलि बाबिस राल्ली माथि हो क्या यहाँ अलि बबाल देखिन्छ भिड त्यो भएर मैले यस्तो नगर आयो भने यस्तो कहिले काहीँ बबाल छ क्या भ्यू त हेर्नु त कैछ देख्न सक्नुहुन्छ अनि यहाँ माथिबाट आएको म माथि अझ त्यही पनि यता चाहिँ अलिक देखिन कि यो रुखहरू चाहिँ छेल्दैन तर बबाल लेखेको यो ठाउँ चाहिँ हेर्नु त यस्तो छ बबाल अलि यो अर्को क्यामेराबाट न त रियल क्यामेराबाट पनि बबालै क्लियर देखिन्थ्यो होला अलि मैले यो अर्को टाइपको गराइदिएँ कि त्यो पनि यहाँ अलिअलि छैन बाटो त झन्झर छ क्या यहाँबाट त वान मिस हो फेरि एक मिस त केही हो भने त सिधै तल रोडमा कि मलाई पनि केही घाइत्यो नि यो बाटो अलि जम्मै डराउँछ नि त साइक्लिङ गर्ने चाहिँ यस्तै बाटोमा राम्रो त्यो त्यही हो अब तल झर्दैछु म चाहिँ अलि भएन कि यहाँ बाटो आएको हात नै डेन्जर पाटियो अरे यस्तो सुरु भ्लग गर्ने क्यामेरा भए मोबाइलबाट गरेको लगाइ वेलकम छ होइन अब तल झर्दैछु क्या बाटो त फेरि यस्तो छन् खतरनाक हो नि फेरि बाटो त कसैले नसोचे बाटो हिँडिदिन्छु म फेरि होइन तर म रोड बाटो जान सक्छु होला मलाई अलि त्यो बाटो अलि जानु मन लाग्छ साइक्लिङ गर्नु त थकर फेरि वान मिस्टेक हेर्नु त बाटो कस्तो छ हेर्नु बाटो एउटा म हिँडेरै देखाइदिन्छु क्या यत्रो छ बाटो अब यत्रोमा खुट्टा उड्डाउने कि मान्छेहरू बाइक साइकल गाह्रै छ यो बाटो त मुटु डह्रो भएको ल्याउनु सक्छ होइन यस्तो छ क्या सबै ओह्रालो टलैसम्म अन्त सोटै हो होइन सब फेरो छ बाटो अन्त बाटो कस्तो छ मामा उहाँ फेरि भत्के रहेछ अगाडि भत्के छ फेरि भत्किया छ फेरि रहेछ क्या यहाँ तल तर होइन यो साया बाटो चाहिँ राम्रो होइन क्या अलि यहाँ राम्रै छ कोही ठाउँ फेरि फाइनल्ली म चाहिँ रोडमा आइसकेँ होइन त्यो चाहिँ बबाल छ चाहिँ रोड चाहिँ यहाँ मेरो यो झोलाले टेन्सन पारेको अरे भन्दा नि होइन एक्लै भएर नि यसलाई यस्तो जोस आइदिएको होइन त्यहाँपछि तर यस्तोमा अलि यस्तो भएन नि त यहाँ अलि होइन त्यही पनि कोही छैन गाडी रहेछ गाडी उडाइदिनु पर्छ क्या ओह्रालोमा यहाँ देख्न सक्नुहुन्छ होइन म चाहिँ अहिले भ्लग गराउँदैछु त्यो बाटोले भ्लगर हो नि त होला नि यहाँ भ्लगर देख्न सक्नुहुन्छ कोत्रोबाङको भ्यू त त्यसै छैन अब पुलमा कोत्रोबाङ झरिसक्यो होइन अब भिडियो काट्दा त राम्रो 2-3 घन्टाको जस्तो गरेको मैले त है हात क्यामेरा गऱ्यो हात पाकिन्छ घरि साउन्ड बटन त्यो क्यामेरा अन भने चाहिँ फुट्किन्छ हातबाटै मोबाइल फेरि लास उस भइन्छ म त कोत्रोबाङ आइसक्यो होइन भित्रबाट कम्मै नि पुलमा गएर एउटा भ्यू चाहिँ देखाउनु पुल चाहिँ यही हो भ्यू त त्यसै छैन राम्रो अलि वहाँ गएर बाबिचरको हल्का गरेको छ यहाँ अहिले एकछिन वहाँ गएर फेरि यहाँबाट फेरि वान मिस त फेरि तल गेम फिनिस हुनु मोबाइल नि जान्छ मोबाइलको भनेर राम्रो है वहाँबाट ल अब त्यो सोटै हो अरू हेर्नु छ चाहिँ यो बाटो गइदिन्छ हिँड्ने खाँदैन जेसी भन्नु नि होइन यहाँ चाहिँ कतिबाट आएको मान्छे रेस्टुरेन्ट ठाउँ रहेछ होइन यहाँ त अलिक भ्यू देखिन भ्यू देखिने अलिक बस्न नि हुन्थ्यो होइन बस्ने ठाउँ अलिक गराउनु घर अब हिँडेको त्यही खाइदिन्छ यहाँ तल आइसकेको छ उहाँ माथिबाट गरेको पातलदेखि गरेको यहाँ तल आयो ओ गाडी आयो कि अब ब्रेक कराउँछ त होइन पुल चाहिँ यसो देख्नु सक्नुहुन्छ छ यो चाहिँ के भन्छन् पनि थाहा भएन यो त उस तर यो बन्द चाहिँ अलि डलाउने जस्तो
मैले भ्लग खिचेको होइन जम्मा 15-20 चोटि प्लस हाल्ला क्या कति कट गरी हाल्नुपर्छ अब रियलमा भए त राम्रो देखिन्थ्यो होला त्यही पनि यहाँ काली बाटो राम्रो होइन क्या त्यही सो त्यही हो गाइस कोही छैनन् पछाडि पनि कोही छैनन् कि राम्रो हुन त मान्छे आइने अब ताउको हेर्छु तिमीलाई आसपास किन लाग्यो यस्तो कालो यहाँ इफेक्टमा भने कस्तो गोरो देखाइदिन्छ अलिक पानी हिलो रहेछ क्या हिलो बढी म अर्कोपल्ट आयो भने कि बाइक कि साइकल त यही बाटो दुखाइदिन्छु क्या त्यही हो तर त्यही पनि त अर्कोपल्ट आन पाइन्छ कि पाइन्न सधैँ एकछिन हुन्न नि त अहिले त घरबाट झाँटी आइदिएको बलाठेर आइला कट गर्दै गर्छु त्यहाँ अलि हात डेन्जर खायो क्या अरूबाट नि त्यो चाहिँ बबाल गरेर खायो क्या यहाँ चाहिँ अहिले अलि राम्रै गरेर खायो होइन र यहाँ चाहिँ के भत्कियो होला राम्रो थियो नि यहाँ पहिला पिकअप चाहिँ बबाल फोटो पनि दामी खिचिन्छ र म त्यति बेला सानोहरू फोटोसोटो खिचिन्छु होला र अहिले चाहिँ म बाइबिज झर्नु जान लाग्छु हुन्छ बाइबिज चाहिँ राम्रै छ क्या यहाँ सबै लोड गर्न लाग्छ मैले ट्याक्सी लिन्छ